यो कुवेतको ब्लुबर्ड भन्ने ठाउँ र यो एरिया चाहिँ एकदमै जगिङ गर्नुको लागि इभिनिङ वक र गर्नको लागि र मर्निङ वक एकदमै सही ठाउँ र यो ठाउँमा चाहिँ धेरै मात्रामा चाहिँ यहाँको स्थानीयहरू पनि जगिङ गर्नुको लागि आउनुहुन्छ र हामी पनि यहाँ यसरी आइरहेको अवस्था छ र यो एउटा नेचुरल गार्डन जस्तो भए पनि यो यहाँनिर चाहिँ अब यहाँको आर्टिफिसियल तरिकाले यो निर्माण गरिएको बालुवाखालीमा गार्डनहरू हुन् र गार्डनको मा चाहिँ यसरी तलबाट चाहिँ पाइपहरूले चाहिँ हरेक दिन चाहिँ पानी चाहिँ यो रुखहरूमा चाहिँ बिरुवामा चाहिँ लगाउने गरिन्छ र त्यसबाट मात्रै यो चाहिँ एकदमै फुलबारीहरू हरियो हामी देख्न सकिन्छ र यहाँ चाहिँ हाम्रो मन्जित चामलिङ राई चाहिँ अगाडि हुनुहुन्छ भने म पछि म हिँडिरहेको छु। एकजना हाम्रो भाइ चाहिँ आफ्नो व्यस्तताले गर्दाखेरि उहाँ चाहिँ फेरि यहाँबाट फर्मानियातिर लाग्ने भएको हुनाले गर्दा उहाँसँग चाहिँ हाम्रो यहाँ यसरी घुम्नु चाहिँ पाइएन र यसरी हाम्रो घुम्ने अवसर मिलेकोमा हाम्रो मन्जित सरलाई चाहिँ धेरै धन्यवाद छ। उहाँकै गाडीमा हामी आएका थियौँ। यो पोखरीभित्र चाहिँ भ्यागुताहरू पनि कराइराखेको अवस्था छ। यति राम्रो पोखरी छ यहाँभित्र अँध्यारो भएको हुनाले यो पोखरी चाहिँ त्यस्तो माछाहरू चाहिँ हेर्नु चाहिँ अलिकति असम्भव भयो र यो एउटा खजुरको बोटहरू र यहाँ फुलबारी यस्तो राम्रो छ। यो उज्यालो भने धेरै राम्रो देखिने हो तर अलि अँध्यारो भएको हुनाले गर्दाखेरि त्यति राम्रो देखेको छैन। यो बयरको बोटहरू बयरटामा फरिरहेछन्। यसरी यहाँ चाहिँ अब कुनै कति किलोमिटर छ यो भित्र यो चाहिँ थाहा छैन। म चाहिँ पहिलोपटक जीवनमा फर्स्ट टाइम आएको हुनाले मलाई त्यति जानकारी भएन तर एकदमै सुन्दर रहेछ यो चाहिँ पार्क चाहिँ। जीवनमा धेरै लामो समयसम्म मैले यता बसे पनि यो ठाउँ नजिकै भए पनि त्यति पुग्ने बाटो नमिलेको रहेछ मेरो। यो चाहिँ यसरी फुलहरू यसरी फुलिरहेछन्। यसरी मर्निङ वकमा चाहिँ सबै यसरी व्यस्त छन् मान्छेहरू आफ्नै तरिकाले। हिजोको पानी परेकोले गर्दाखेरि आज चाहिँ मौसम एकदमै सफा छ यहाँ। यो एउटा सुरक्षाको दृष्टिकोणले पनि यहाँको कुवेतीहरूको फ्यामिलीहरू यहाँ हिँडिरहेको भने त्यति भिडियो गर्नलाई असहज हुन्छ। उनीहरूको भिडियोहरू त्यति बनाउनु अनुमति हुँदैन। त्यही भएको हुनाले गर्दा पनि यहाँ त्यति भिडियोहरू चाहिँ फ्यामिलीहरू भएको ठाउँमा चाहिँ गर्न सकिँदैन। यहाँ हाम्रो
हाम्रो मनजित रनिङ गरेर परै पुगिसक्नु भएको अवस्था छ अनि म चाहिँ पछ्याइरहेको छु यहाँ छेउमा। यो गोधुली साँझ अहिले ठिक 6 बजिरहेको अवस्था छ र यो अहिले अरबीहरूको जुन एउटा रमदान चलिरहेको हुनाले गर्दाखेरि अहिले यहाँनिर चाहिँ यो रमदानमा रातभर चाहिँ खाएर दिनभर चाहिँ फास्टिङ गर्ने हुनाले दिउँसो समय तपाईँले जो खाना खाने टाइम भएको हुनाले यहाँ त्यति अरबिक फ्यामिलीहरू चाहिँ यहाँ देख्न सकिँदैन र यस्तो छ यहाँको अवस्था। यो पानीको फुवारा त्यो राम्रो यहाँ हेर्न सकिन्छ। यता चाहिँ सुपर मार्केटहरू, यता चाहिँ मार्केट रेस्टुरेन्टहरू कफी सपहरू रहेको छ यहाँनिर भित्र भने चाहिँ बाहिरबाट चाहिँ यस्तो मनमोहक दृश्यहरू त्यसरी हेर्न पाइने रहेछ। म पनि मेरो पनि जीवनको पहिलो पटक हो र यहाँ टुकटुके रेलहरू बच्चाहरू खेल्नुको लागि यहाँनिर रहेछ। यसरी यो पोखरीको बिचमा चाहिँ यसरी रेस्टुरेन्टहरू छन्, कफी सपहरू। एउटा मनै लोभ्याउने आनन्दित ठाउँ रहेछ यहाँनिर चाहिँ। यो ठाउँ चाहिँ त्यति संयोगले होला पुग्न नसक्यो र हाम्रो कम्पनीको पनि ब्रान्च पनि यहाँ पनि रहेको छ। यो एरियामा चाहिँ हाम्रो ब्रान्च हाम्रो पनि यहाँ रहेको, तर हामी चाहिँ यहाँ काम गर्नु पर्दैन यो एरियामा। र यस्तो चाहिँ यहाँनिर चाहिँ र यसरी यहाँ चाहिँ माछाहरू यो भित्र हेर्न सकिन्छ। अँध्यारो भएको न त्यति राम्रो देखेको छैन र यो सबै यहाँ परिवार चाहिँ सबै यहाँ चाहिँ खेल्ने ठाउँ, घुम्ने ठाउँ यहाँ चाहिँ हेर्न सकिन्छ। यसरी यहाँ कफी सपहरू, यसरी यहाँ चाहिँ कफीहरू चाहिँ कफी पिउँदै यो चाहिँ एउटा मनोरञ्जन लिने ठाउँ रहेछ यहाँ। यस्तै
हाम्रो गाडी चाहिँ यतातिर चाहिँ हामीले पार्किङ गरेर आएको छौँ। तर मेरो चाहिँ अहिले साथी पनि हराएको अवस्था छ। नि हो पनि अब रनिङ गर्दै हिँडिरहेको अवस्थामा कता हिँड्नुभयो थाहै छैन। अहिले यसरी फुलहरू फुलिरहेछ, यति राम्रो छ सँगै यसरी। पसिना भइयो हिँड्दै। आजदेखि अलिक गर्मी सुरु भएको अवस्था छ यहाँनिर। हिजोसम्म पानी परेर पुरै चिसो थियो। आज चाहिँ गर्मी भएको अवस्था। यो पुरै एउटा बालुवाघारीमा पनि यसरी यो दुबोहरू यसरी उत्पादन गरेर गार्डनहरू बनाएर चाहिँ यसरी यति राम्रो बनाएको छ। बिरालो यत्रो ठुल्ठुलो पाइन्छ यहाँ बिरालोहरू। यहाँनिर चाहिँ भ्यागुताहरू पनि कराइरहेको थियो यो पोखरीभित्र। यहाँ चाहिँ अब यसरी पोखरी बनाइएको छ। यस्तो रमाइलो छ यहाँनिर हेर्दाखेरि, यति सुन्दर छ यो ठाउँ। यो सबै मानव निर्मित यो पार्क हो र यहाँ चाहिँ अब यो लाखौँ खर्च गरेर चाहिँ यसरी यो गार्डनहरू बनाइएको छ यहाँनिर। र हरेक दिन चाहिँ यहाँ चाहिँ पानी लाउने गरिन्छ र पानी लगाएपछि मात्रै यो हरियो हुन्छ, नत्र यो दुबोहरू बार्नु सक्दैन यहाँ। बयर लटरम्मै फुलिरहेछ यसरी यो बयरहरू। यत्रो बिरालो आउँदैछ यहाँनिर। भ्यागुताहरू कराइरहेछन् यहाँ। भने यहाँ चाहिँ किराहरू पनि आफ्नै तरिका आवाजहरू दिइरहेछन् यहाँनिर। यो अहिले बेलुकाको 7 बज्नु लागेको छ। 7 बज्नु लागेको अवस्थामा यस्तो यहाँ चाहिँ यति राम्रो चाहिँ यहाँ चाहिँ वातावरण रहेको पाइन्छ र मान्छेको फ्रेस हुनुको लागि आउनै पर्ने ठाउँ रहेछ यो चाहिँ। रिफ्रेस हुनुको लागि यहाँ चाहिँ स्पोर्ट्स सेन्टर रहेछ र गेमहरू हुँदो रहेछ यहाँभित्र चाहिँ। र अहिले चाहिँ गेमहरू केही पनि छैन। र एउटा मनोरञ्जन यसरी लिनुको लागि जोगिनलाई यसरी रमाइलो एउटा उसको लागि चाहिँ यसरी बनाइएको यो एउटा
बाटो यहाँ चाहिँ 500 मिटर लेखेको छ। यसरी फुलहरू यति राम्रोसँगले फुलिरहेछन् यहाँ बगैँचामा। यसरी अब समय मिल्यो नेक्स्ट टाइम म नि फेरि पनि आउने छु म यो ठाउँमा। पहिला मलाई त्यति थाहै थिएन, तर यहाँ छ यति राम्रो ठाउँ भनेर अब चाहिँ थाहा भयो।